हेलो एभ्रिवान, तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म धेरै दिनपछि तपाईँहरूको सामु भिडियो लिएर आएको छु। अनि आज चाहिँ म कहाँ जाँदैछु भने चाहिँ हिँड्नको लागि रेडी भइसक्यो। अब चाहिँ हामी तेल लगाएर पेट्रोल लगाएर म अलि चाहिँ आइपुग्यौँ। अब साथीहरूलाई पर्खिरहेको। यहाँ छ मेरो बुढो, यता हेर्नु त हुन्न कि मलेखु घरबाट केही नखाइकन हिँडेको, भोक लागिसक्यो। यहाँ चाहिँ माछाहरू के माछा खानुहुन्थ्यो साथीहरू। चाहिँ मलेखुको माछा भनेपछि एकदम फेमस हो। माछा छ फेरि भन्नु त म पत्या थिएन किन म कस्तो आहा क्या हो। चाहिँ यहाँ खाना खानु आँटेको। अब छिटो बाटो लाग्नु अनि अगाडि जानु भन्यो होइन। पर्खिँदा हैरान, भोक लागेर मर्ने बेला भइसक्यो। यो बहिनीहरू कामै नलाग्ने। हामी चाहिँ अब यहाँ खाना खानु आँटेको हो। अब मलेखुको माछासँग वाम गम गरेर खाने। अब चाहिँ खाना आइसक्यो हाम्रो, तातो खाना। मलाई पर्दैन, हामीलाई पर्दैन बहिनी। खाना त एक गाँस मात्रै छ। एकै गाँसमा खाइदिन्छु म त। ल खानु तत्तो हाल्दैन है। भयो नानी दिएर मलेको माछा त खानै पर्यो। हामी चाहिँ मोमलिङ आइपुग्यौँ है। यो चाहिँ पुरानो भएर कि पानी कस्तो राम्रो कि। हामी चाहिँ यस्तो राम्रो ठाउँमा आइपुग्यौँ है साथीहरू। यहाँ चाहिँ हिमाल टन्नै देखेको थियो होला अघि बिहान चाहिँ, अहिले चाहिँ भयो। टक्क यहाँ चाहिँ बस्दैछौँ। अब खाजा छ हुन्छ त्यही कहाँ राख्यो ल साथीहरू। हामी चाहिँ यहाँ माथि डाँडामा आएर अब एकछिन बिसाएर चाहिँ हामी जाँदैछौँ। कहाँ जाँदैछौँ भनेपछि तपाईँहरूले मेरो भिडियो हेर्नु होला। अहिले चाहिँ कति राम्रो बाटो भन्दै आएको। लास्टमा यता चाहिँ कच्ची बाटो पऱ्यो। परेसम्म कच्ची छ बाबा। त्यो पारीभित्र पो जानुपर्ने हो कि हो हामी त। त्यो चाहिँ भर्खर बाटो खनेको जस्तो छ है। यो मम्मी कति राम्रो बाटो भन्ने मक्ख परेर आएको होइन। हल्ला गरौँ अब यत्रो आयो। अब 5-10 किलोमिटर आउनु
यति बाटो कति आएन भने त देखिँदा जस्तो हुँदैन खोलाहरू कति धेरै धेरै रहेछ लेउतिर चिप्ली गाउँ आइपुग्यौँ है यहाँ हेर्नु न कति राम्रो राम्रो घरहरू छ सानो सानो घरहरू के ए चिप्ली गाउँमा छु होला छ है त्यो हेर्नु न कस्तो होला बाटो कस्तो छ यहाँ खोपेर यो त दिदीको जाँदाखेरि यस्तो गाउँहरू कस्तो टिनको छाना मात्रै छ त एकछिन अडिनु त हल्लिएर खिच्नै मिलेन क्या चाहिँ सिप्लेस गाउँ आइपुग्यौँ है साथीहरू हामी चाहिँ यो र यो चाहिँ के बना होला त्यो त्यो पर खै गुम्बा होला मन्दिर सिप्लेस गाउँ हिमाल हेर न त्यहाँ पछाडि अन्त ओ हिमाल भोलि बिहान चाहिँ खतरा देखिन्छ है कस्तो भुक्लुक भुक्लु परेको भोलि कि पर्सि पहिले हुन्छ ए यो गाउँ कस्तो भित्तामा रहेछ कि तपाईँहरू होटलमा बस्ने विचार भयो भने त अर्कै कुरो हो होइन हामी होमस्टेमै बस्ने हो बस्नु चाहिँ तर पनि यसो हेर्दै जाउँ भनेर नि अब कता मेरो बुढी छोरी छोरा चाहिँ बस्ने ठाउँ राम्रै होला नि त बाजे होमस्टे हो होइन अनि यो छ होला त के यो के उयो कुनै बुझ्दैन किनभने पानी त भइहाल्छ नि ए कस्तो राम्रो बनाएर चाहिँ फुलहरू कस्तो राम्रो फुलेको है यो चाहिँ के हो यो यो अन्नपूर्ण होटल यो पहिला यो माओवादी जनता कालमा प्रचण्ड सिटौलाको यहाँबाट बाटो सुरु भएको यो हेर्न फुल कस्तो दामी फुलेको यो गान्धी स्मारक भन्छ यसलाई कस्तो दामी फुल फुलेको क्या हो त्यो घरमा गरेको है त्यो घरमा देखाइदिन्छ के गर्ने के गरेको हजुर सब होटल प्याक रहिसक्यो मान्छे थुप्रो आउँदो रहेछ है अहिले शुक्रबार भएर कि आज हजुर हजुर सुरुबाट प्याक हुन्छ नि बाबु शुक्रबार कहिले त्यो गिरानमा आइसी सिजनमा त बस्नु आएर यहाँ त पिकनिक भइरहेछ कि भोज दिएछ क्या तर यो गाउँ कस्तो यसरी हिँड्दाखेरि नदेखिने क्या गाउँ है अलि पारिबाट हेर्दाखेरि मात्रै राम्रो देख्छ घरहरू बस पारबाट होमस्टेहरू राति आउँछ कहिले त 8-9 बजी आउँछ हामी चाहिँ सिप्लेस आइपुग्यौँ है साथीहरू अनि यहाँ बाजेको होमस्टेमा बस्नु आँटेको बाजेले माया गरेर बोलाउनु भयो हामीलाई त्यही भएर हामी चाहिँ बाजेकोमा जानु आँटेको है साथीहरू तपाईँहरू पनि सिप्लेस घुम्न आउनु सक्नुहुन्छ यस्तो रमाइलो रहेछ क्या हेर्नु कस्तो खतरा अनि यो घरमा चाहिँ बिहे रहेछ होइन साथीहरू कस्तो बाजा गाजा बजिरहेछ कि आलुहरू है कस्तो राम्रो नमस्ते कसैले कुरा चाहिँ गर्छ हौ नमस्ते
गरेको छ नि त्यहाँ माथि एउटा ठुलो चौर छ राम्रो हुन्छ त्यहाँ राम्रो त्यो माथि हेरेर त्यो यस्तो फुलहरू मैले त्यहाँ कति रोपेको थिएँ भित्तामा पहिला क्या मम्मीले निकालेर फ्याँकिदिनु भयो कि कस्तो नमस्ते यहाँ त बैठक बसिरहनु भएको छ कि हो आमा समूहको बैठक बस्नु भएको छ कि हो बाजेसँग भेट भयो हाम्रो त अनि आइपो गयौँ पछ्याउँदै यहाँबाट त गाउँ देखिने यहाँदेखि देख्ने रहेछ तलबाट त गाउँ नै नदेखिने हजुर म छैन पहिलो छ त्यो दाउराहरू कति मजाले राखेको क्या मिलाएर है हामी चाहिँ सट्ट लाएर घुम्दैछौँ है साथीहरू ए निगालो निगालोको चोया भन्छ नि यो निगालो होइन कस्तो राम्रो फुलिहाल्छ सबै मिठो बास्ना आयो के को बास्ना आयो समस्यातिर त्यो निकाल्दैन खाना पाउँदैन बोजूले हामीलाई मासु पकाइदिँदै हुनुहुन्छ है कुखुराको मासु आगोमा पकाएको कस्तो मिठो हुन्छ यहाँ रोटी पनि छ जस्तो कस्तो मिठो रहेछ रोटी भाँडा कति मजाले सजाएर राख्नु सबै काँचे हुन्छ अब चाहिँ हामी खाना खान आँट्यौँ है बेलुकाको खाना चिकन यो चामल चाहिँ यहीँको लोकल हो हजुर ताइचिन चामल भन्छ हाम्रोतिर चाहिँ तपाईँहरू चाहिँ के भन्नुहुन्छ गुन्द्रुकको अचार कि तरकारी नै अचार हुन्छ अचार त मिठो हुन्छ है हान्थ्यो तिमीले भात त धेरै हुन्छ कि यो कुकुरमा पकाएको त अलिक नरम हुन्छ कि नरम यहाँ भागमै राखिदिनु बोजू यहाँ राखिदिनु यसमा हालिदिनु न यसमा हालिदिनु यो बर्कोमा हाल्नु होइन यसमा हालिदिनु यसमा मुलासँगै यो त फ्रिजमा हाल्ने त्यो चिसो होइन हुन्छ यसमा हालिदिनु न धेरै खाना नानी त्यो हालौँ यो के लेको गुन्द्रुक हो क्या नानी त्यो भयो ल भयो मिठो हुन्छ नि भटमास मिसाउनु भएको हो मिठो हुन्छ बस्छ नि गुड मर्निङ साजन गुड मर्निङ सिक्लेस हामी चाहिँ यहाँबाट अब उठेर खाजासाजा चाहिँ नखाइकन हामी माथि गएर खाने भनेर यहाँ प्याकिङ गरिदिँदै हुनुहुन्छ बोजूहरूले यहाँ चाहिँ घाम अति ढिलो आउने रहेछ क्या कापुचे लेक जाने होइन
कापुचे लेक जाँदैछौँ। त्यसपछि चाहिँ अनि टाइम भयो भने चाहिँ कोरी पनि जाने भनेर हामी चाहिँ यहाँ रेडी भएर यहाँ बुढो चाहिँ जुत्ता लाउँदैछ। फुलहरू कस्तो राम्रो छ क्या यहाँनिर। धेरै धेरै नराखिदिनु है, थोरै राखिदिनु। बडा हालेछ अहिले बाटोमा के हुन्छ अब कता जाने रे भन्नु त। लागिने अब हामी चाहिँ कापुचे यहाँ चाहिँ पुरानो उयो रहेछ छाना कि लाएर पुरानो भइसक्यो टिनको। कस्तो बिर्सेछ त यसको फार्म। हामी चाहिँ अब भैँसी चराउन लाग्यौँ है साथीहरू। हेर्नु त कति खतरा खतरा मोटो मोटो भैँसीहरू हो यहाँनिर त है। अब यस्तो पेट टन्न छ यिनीहरूको। अब फेरि चर्नु गएको अरे। अब दिनभरि चरेर आएपछि पेट त पटक्कै फुट्छ होला नि हौ। कालिज खै ए अँ कालिज फार्म हिमाल देखिरहेछ। कता ठुल्ठुलो रहेछ यहाँ चाहिँ। हेलो सनी पोथी चाहिँ यस्तो हुन्छ। यहाँ गोठो यहाँनिर दाउराहरू कति धेरै राखेको कि दाउरा। हाम्रोतिर पनि यस्तै त नि। हाम्रो नि त्यहाँ पहिला पहिला यस्तै त राख्ने। यो चाहिँ पुरानो पुरानो दाउरा छ। यो चाहिँ नयाँ काट्दैछ यहाँनिर चट्ट लागेर। यहाँ चाहिँ सबै है त्यही गाडीमा जाने बा जा जा अब पानी ट्याङ्की जस्तो छ यो त। पानी गाडी जस्तै अगाडि बस्नुपर्छ। यहाँ चाहिँ लङ्गु कहाँ अरे यहाँ बसिरहेको हेर्नु त हो। यहाँ लङ्गु यहाँनिर लङ्गु अब चाहिँ हामी चाहिँ हुगु गोठमा आइपुगिसक्यौँ है। गाह्रो गाह्रो छ हौ हिँड्न पनि। रहर लागेर के गर्नु हिँड्नु सक्दैन। ल आइसक्यौँ हामी यहाँ। कति र हिँडेर आज
टाइममा आउँछ भने होइन फर्किनुपर्छ भने होइन के रे उता जाउँ न हिमालमा यहाँबाट झरेर त तल खोलाइ सानो छ ढुङ्गामा ठोकेर टाउको फुट्छ पालिबाट आएर हामी गाह्रै भएको छैन आराम त हिँडिरहेको यस्तो बाटो त 8 दिन त हिँड्नु जाँदै ए बुढो चाहिँ कहाँ गयो फेरि जङ्गलमा एक्लै हुन्छ क्या जहिले म त गाह्रो भयो साथीहरू गाह्रो बुढो चाहिँ पानी भरेर ल्याउँछु भनेर हेर्नु न मान्छे हरायो भने एक्लै छ कोही मान्छे छैन हामी दुईजना मात्रै आज त अफ सिजन पऱ्यो नि त साथीहरू कस्तो खतरा है रुख यो रुख हो अनि त्यसमा चाहिँ यो अर्को लहरा रुख होला है कस्तो मजाले हिमाल त ड्याममै छोप्यो माथि हिमाल अहिलेसम्म खुल्ला थियो छोप्यो यो चाहिँ हिमालमा हेर्नु न हिउँ सब गइसकेर घाम लागेर हिउँ पग्लेर झरिसक्यो बल्ल बल्ल कता गयो साजन चाहिँ खतरा यहाँ आइपुग्यो भने चाहिँ मजा आउँदैछ बस्न खतरा आगो फुक्ने कस्तो राम्रो क्या यो काठको बस्ने साग पनि रोप्नै पर्दैन जस्तो भुइँ भुइँ सागै रोप्नु पर्दैन नि त साथीहरू यसरी भुइँ भुइँमा साग पलाउँछ यहाँ यस्तो छ हिमाल चाहिँ उयो माथि हिमाल हो तर ड्याममै छोप्यो lowest altitude glacier lake in the world. यस्तो देख्दा मनै आनन्द हुन्छ यो हेर्नुको लागि आएको त्यो देखाएको पानी चाहिँ टन्नै रहेछ तर है ओ माई गड यत्रो दुःख गरेर हिँडेर आएको साथीहरू यही हेर्नको लागि है ओ हामी त यस्तो ठाउँमा आइपुगेपछि त मनै शान्त हुन्छ साथीहरू जहिले यहीँ बसिरहँ जस्तो आनन्द स्वर्गमा पुगे जस्तो हुन्छ साथी यो ठाउँ यस्तो ठाउँ आइपुगेपछि त
उपरबाट एकचोटि हिम पहिरो गएर यहाँबाट पहिरो आएको थियो क्या, हिम पहिरो गएको थियो। अनि यो माथि चाहिँ यो छ नि सबै हिमाल हो क्या साथी, यस्तो दामी हिमाल देखिन्थ्यो। तर अहिले चाहिँ कुहिरोले सब सक्यो। हामी अहिले ढिलो आयौँ नि त साथीहरू, त्यही भएर। गाह्रो गाह्रो। खतरा के है। साथीहरू अब चाहिँ हामी यहाँ फोटोसोटो खिचेर सब खाजा साजा अलिअलि खाएर चाहिँ फेरि पनि हामी चाहिँ ब्याक हुँदैछौँ कहाँ, सिक्लेस। साथीहरू कस्तो रमाइलो भयो, कोही मान्छे पनि छैन कि, हामी दुईजना मात्रै भयो कि आज चाहिँ। अनि टन्न फोटोसोटो खिच्यौँ, खाजासाज खायौँ। अनि अब चाहिँ जानु आँटेको हेर्नु न कस्तो राम्रो पानी, निलो न निलो। अब यहाँबाट त राम्रो देखिन्छ, अघि त्यही बाटो आएको माथिबाट झरेँ त्यो कति बाटो पुग्नुपर्छ। साथीहरू हामी चाहिँ बल्ल सिक्लेस आइपुग्ने अब 8 बजे। आज कपुसे लेकदेखि सिधै यहाँ आइपुगेको। राति राति जङ्गलको बाटो हिँडेर डर लागिरहेको। अन्त साथीहरू अब चाहिँ आइपुग्यो, आनन्दले सुत्नुपर्छ, गप्लक्कै लगाएर गलेर मन आँटेछ। यहाँ खाना रेडी गरिदिनु भएको रहेछ बोजूले, अनि खाँदैछौँ है। खाएर आनन्दले ड्याममा सुत्ने हो अब, भोलि 10 बजे उठ्ने गऱ्यो।也这么烤我，该找我的时候，好买，多少钱买？这都好了。这个那么样，没得嘛没样。那都不联系在一起了，都一考点考谁么？家里就是原来不家住。तेरो बोजूले राडी बुन्दै हुनुहुन्छ है। आफै बुन्ने, आफै ओछ्याउने, आफै लाउने। रेन्दुर मरो कति चौँदा भाङ्गा सानो तेरो कपाल बुबा यहीँसम्म अब गर्छु अब चाहिँ खाजा साजा खाएर हामी चाहिँ पोखरा काठमाडौँ फर्किनु आँटेको है। 2 दिन बसेर बोजूहरूकोमा। यहाँ चाहिँ खाजा लोकल। यो रोटीलाई के भन्छ बोजू तपाईँको भाषामा? पुरी त होइन, अर्को के भन्छ नि यसलाई?
सारे बोल रही थी सबै टिका लगाइदिनु भएको आमाले आउने है ल बाबु साथीहरू अब चाहिँ हामी यहाँबाट हिँड्नु आँटेको पोखरा काठमाडौँ घर फर्किनु आँटेको बहिनीको घरमा आएर फेरि पनि माथिबाट आएर यहाँ तातो तातो खाना पस्किँदैछ 3 बजीसम्म दाइ भाउजूलाई भात पकाएर दिँदैन यस्तो छ बहिनीहरू यत्रो कति दुःख गरेर काठमाडौँदेखि आएर यत्रो घरमा भेट्न आउँदा पनि भर्खर खाना 2 बजे 3 बजे अहिले खाना अर्डर गरेको त नि खोइ त बहिनीले मिठो 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 भात पकाएर ट्याक्क राखिदिएको रहेछ भने पनि होइन तर आएर पुरा भात देखाउँदैन नमिठो भात नमिठो भात किन हान्यो त्यसरी गम गम यहाँ भात हो होइन तपाईँलाई झन् राम्रो घिउ दिएर भाउजूलाई चाहिँ नराम्रो घिउ दिनु घिउ पनि के छ डल्लो परेको यो फ्रिजमा राखे भएर कि घिउ पनि किन फ्रिजमा राखेको त तान्नु त सबै भइला दिएर नखाने यो चम्चा किन दिएको त्यसै घिउ खेर हुन्छ खामी भात सबभन्दा पहिला चाहिँ मासु यो कुखुराको मासु कति खानु अनि अरूको त अनि भाइ छ अनि फेरि भन्नुहुन्छ माथि ट्रेकिङ जानु कस्तो भइरहेछ त हिँड्नु सजिलो भइरहेछ सामान केही नबोइकन आएर यो मरि खानु मन लागिरहेछ बहिनीलाई अनि यहाँनिर दाजु भाउजूले बनाएर चाहिँ दाजु भाउजूले यो मरि बनाएर खुवाइराख्नुले उसलाई पोखरामा हामी दाजु भाउजू आएर झन् मेजमान खुवाउनु छैन उसलाई पो फुल्टे बनाउनु यस्ता बहिनीहरू छन् हाम्रा उसलाई खानु मलाई हामी भएको बेला हेर न हत्ता तर पिठो मुडे अब चाहिँ बहिनीहरूकोबाट हामी चाहिँ घर फर्किँदैछौँ सृष्टि बहिनीहरूको घर चाहिँ टिक्क परेको छ बाई बाई फेरि भेटौँला काठमाडौँ आउँदाखेरि अब हामी त यहाँ कहिले आउँदैनौँ हामी त कहिले आउँदैनौँ यहाँ तपाईँहरू काठमाडौँ आउनु भयो भने चाहिँ भेटौँ नि कहिले आउँदैन छिटो बाटो लगान हो साथीहरू ट्रेकिङ पछिको अवस्था हाम्रो भाउजूको खाने पानी नै होला हाम्रो खाना आइसक्यो चाहिँ माछा लोकल माछा यो चाहिँ आलु लोकल माछा अनि यहाँ साग छ यहाँ अचार यहाँ मुलाको अचार खाना अनि यहाँ सलाद चाहिँ हामी खानु आँटेको के अरे के माछा जिउँदै छ झोला अलिकति हालिदिनु त मेरो अप्ठ्यारो भयो भयो